साथीहरू फाइनल्ली गुम्बामा पनि आयो। तर यो गुम्बामा चाहिँ होइन, हामी चाहिँ यतापट्टि जो अहिले बनेको छ नि नयाँ गुम्बा, त्यहाँ हो हाम्रो आजको विवाह भाइको। केटाको बाबा सचिवज्यूले साइन गर्दै हुनुहुन्छ। यो गुम्बा उहाँको नाममा बनाउने उहाँ आउनुभयो सेकेन्ड डन पोखराको। उहाँको अब अस्ट्रेलियाबाट 10 लाख सहयोग दिने रे। आज गर्नुपर्छ अरू बेला नगरे।
भइहाल्छ। चाहिँ अब कता जाने मामाको बिहाको खाना जानु भएको। आजको च्यानललाई लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला। ल तिमीले भनेपछि अब गरिदिइहाल्छु। ल अब चाहिँ हामी खाना खान लागेको है। हुन्छ हुन्छ खाउ घिउ चाहिँ बारेर भाग्यमानी हो ल आज सन्तोष र निशाको बिहाको उपलक्ष्यमा तीनटा दिदीहरूलाई आफ्नो तर्फबाट सक्दो अलिकति उहाँलाई एउटा कोसेलीको भाडा नलागो भनेर दिइरहेको अवस्थामा ल धन्यवाद। ल छोरीहरू सबैलाई सुस्वास्थ्य अनि राम्रो रहोस् अनि शुभकामना सबैको राम्रो छ। ल दिनु अब ल आज 2081 साल फागुनको 3 गते छोरा सन्तोष गुरुङ अनि बुहारी निशा गुरुङको आज 3 दिन पछिको फेरि माइत जाने कार्यक्रम सुरु भएको छ र उहाँको शुभकामना छ कि शुभयात्रा होस्, सुस्वास्थ्य होस्।
ल भयो भयो ल भयो दादाले दियो मलाई ल दादाले दियो तिमीलाई योहरू पनि म हप्प ल भयो अब जाउँ सबैजनालाई गुड लागु ससुराली राधा भाइको ठुलो कार्यक्रम त छँदैछ होइन अहिलेको यहाँको सुरुवात राम्रो हो पहिले उठे आज 2021 साल फागुन को 5 गते मेरो छोरा बुहारी माइत गएर 3 दिनपछि फेरि घरमा फर्किरहेको अवस्थामा सामानहरू लिएर हुन्छ ल बुहारी हजुर ल ल ल ल ल हजुर 5 गते मेरो छोरा बुहारी यहाँदेखि गएर 3 दिन माइत बसेर फेरि 3 दिनपछि घरमा आइरहेको अवस्थामा यो हाम्रो एउटा चलन के छ भन्दा आउँदाखेरि फेरि जसरी लिएर जान्छ त्यसरी ल्याउने एउटा चलन छ र अब माइतदेखि आएको छोरा र बुहारी अब ल अब हाम्रो घरमा अब पस्दैछ ल 3 दिनपछि फर्केर फेरि अब आफ्नो घरमा पहिला माइत गयो 3 दिन अनि फेरि घरमा आएको अब यसलाई भन्छ दुल्हन फर्कनी भनेर भनेको हुन्छ दुल्हन फर्केर अब घरमा फर्केर भित्र पसेको अवस्थामा अब पहिला यसरी लिएर जान्छ अनि 3 दिन उहाँ बसेर फेरि घरमा यसरी लिएर आउने चलन छ यो परम्परादेखि चलिआएको हो र आजको दिनदेखि यिनीहरू जतिखेर पनि जान सक्छ आन सक्छ कोही समस्या छैन तर पहिलो फेर उहाँ जाँदा 3 दिन बस्ने अनि फेरि यहाँ 3 दिनमा फर्किने चलन छ भोलि आउँछ अरे आज त्यहीँ बस भनिदिएको भोलि आउँछ भोलि आउँछ भनेर
मङ्गम छ त